आज हामी कुरा गर्नेछौँ ड्रग एक्ट 2035 को बारेमा है। ड्रग एक्ट भन्ने बित्तिकै हामीले चाहिँ के बुझ्नुपर्छ भने चाहिँ फार्मेसी रिलेटेड जति पनि रुल्सहरू बनेको छ, जति पनि रेगुलेसन्सहरू बनेको छ, त्यो सबै चाहिँ हाम्रो चाहिँ ड्रग एक्ट 2035 लाई चाहिँ टेकेर चाहिँ बनेको छ। इन द सेन्स कि 2035 को ड्रग एक्ट अनुसार नै चाहिँ हाम्रो चाहिँ अरू रेगुलेसन्सहरू चाहिँ बन्दै गएको छन् है। यो हाम्रो के हुन्छ भनेपछि लाइसेन्स इक्जामको मात्र नभएर हाम्रो चाहिँ अरू कम्पिटिटिभ इक्जाम लोकसेवाहरूदेखि लिएर अरू हस्पिटल रिलेटेड इक्जामहरू लियो हैन, फार्मेसी अथवा फार्मेसी एसिस्टेन्टलाई चाहिँ राख्नको लागि हायर गर्नको लागि चाहिँ इक्जाम लियो भने चाहिँ हामीले ड्रग एक्ट 2035 को बारेमा चाहिँ सोध्छ है। अरू रुल्स सोध्ला नसोध्ला हैन, तर 2035 मा बनेको चाहिँ ड्रग एक्टको बारेमा चाहिँ हामीले चाहिँ सबैलाई चाहिँ थाहा हुनुपर्छ। कसलाई थाहा हुनुपर्छ त? हामी फार्मेसिस्ट अथवा फार्मेसी एसिस्टेन्टहरूलाई चाहिँ थाहा हुनैपर्छ है। ड्रग एक्ट 2035 है। अब यो ड्रग एक्टको 2035 यसको नामै ड्रग एक्ट 2035 भनेर चाहिँ राखेको छ है। अब यसमा चाहिँ बुझ्नु के पर्छ भनेपछि पहिलोचोटि फर्स्ट टाइम कहिले आयो त भनेपछि फर्स्ट टाइमको त डेट अफ अथेन्टिकेसन भन्छ है। अथेन्टिकेसन भनेर चाहिँ भन्छ। अथेन्टिकेसन भनेको चाहिँ 2035 मा चाहिँ बन्यो। कहिले बन्यो? 2035 को चाहिँ कुन डेटमा चाहिँ कुन महिना अथवा कुन गते चाहिँ हाम्रो चाहिँ ड्रग एक्ट 2035 चाहिँ हाम्रो चाहिँ यही बजारमा चाहिँ आयो भनौँ, त्यो दिनदेखि चाहिँ लागू भयो भनेर चाहिँ हामीले चाहिँ भन्छौँ है। डेट अफ अथेन्टिकेसन है भनेपछि 2035 7 महिना 8 गते चाहिँ हाम्रो चाहिँ आएको हो है। यो हाम्रो इक्जाममा सोधिरहेको हुन्छ है। 2035 7 महिना 8 गतेमा चाहिँ कहिले आएको हो ड्रग एक्ट भनेर चाहिँ फर डेट अफ अथेन्टिकेसन्स कहिले भएको भनेर चाहिँ 2035 7 महिना 8 गते है। त्यस्तै गरेर चाहिँ हामीले चाहिँ यो विक्रम सम्वत भयो हैन, विक्रम सम्वत भयो। हामीलाई एडीमा पनि सोधिरहेको हुन्छ है। भनेपछि 1978 हामीलाई 10 महिना 25 गते, 10 महिना कति त 25 गते है। योबाट चाहिँ हामीले चाहिँ सिम्पली के गर्नुपर्छ भने चाहिँ 57 माइनस गरेपछि चाहिँ हाम्रो चाहिँ यति नै आउँछ। अब पछाडिको डेटहरू छ, अब हाम्रो चाहिँ फ्रिक्वेन्टली चेन्ज भएर आउँछ, पछाडिको चाहिँ याद गर्ने पर्ने हुन्छ हैन। यो चाहिँ हामीले चाहिँ -57 गरेपछि 78 चाहिँ हाम्रो चाहिँ आउँछ है। अब यो चाहिँ याद गर्नुपर्ने कुरा हुन्छ किनकि हामीलाई हरेक इक्जाममा चाहिँ सोध्छ डेट। अब तपाईहरुलाई चाहिँ जसरी याद हुन्छ त्यसरी चाहिँ तपाईहरुले चाहिँ याद गर्न सक्नुहुन्छ है। डेट अफ अथेन्टिकेसन। अब यसले चाहिँ के हुन्छ भनेपछि के त एमेन्डमेन्ट भन्ने कुरा आउँछ है। एमेन्डमेन्ट है, संशोधन भन्छ के त संशोधन है। अलि नेपाली चाहिँ अब त्यो चाहिँ मिस्टेक हुनसक्छ, संशोधन भन्छ है। कहिले एमेन्डमेन्ट भयो त हैन भनेपछि एमेन्डमेन्ट भनेको चाहिँ केही सच्याउनु पर्ने कुरा छ कि त्यसमा हैन, के सच्याइयो त अथवा के चिजलाई चाहिँ हेरफेर गरियो त रुल्स एन्ड रेगुलेसन्सलाई भनेर चाहिँ भन्छ के हैन। अब यसमा चाहिँ एमेन्डमेन्ट चाहिँ दुईचोटि भएको छ है। फर्स्ट एमेन्डमेन्ट है, यहाँ चाहिँ अथेन्टिकेसन भनेर थियो, यहाँ एमेन्डमेन्ट भनेर छ है। फर्स्ट एमेन्डमेन्ट चाहिँ हाम्रो चाहिँ 2045 है 7 महिना हाम्रो चाहिँ 10 गते भएको है। 2045 7 महिना 10 गते यो चाहिँ हाम्रो विक्रम सम्वत भयो भनेपछि इङ्ग्लिस डेट चाहिँ हाम्रो चाहिँ कति त भनेपछि 1988 11 महिना 26 गते भएको है। फर्स्ट एमेन्डमेन्ट इङ्ग्लिस डेट यो हो, एडी विक्रम सम्वत चाहिँ यो है। तपाईले कसरी याद गर्न सक्नुहुन्छ? 10 वर्ष पछि बन्यो है, 10 वर्ष पछि बन्यो। पछाडिको डेट चाहिँ मैले चाहिँ 7 8 7 10 त्यसरी चाहिँ याद गरेको छु। यतापट्टि चाहिँ 10 25 11 26 है, एक बढेको छ नि त हैन। त्यसरी चाहिँ मैले चाहिँ याद गरेको छु। अब तपाईहरुलाई चाहिँ जस्तो सजिलो लाग्छ त्यसरी चाहिँ तपाईले चाहिँ याद गर्न सक्नुहुन्छ है। यो भिडियो हल्का लामो हुन सक्छ किनकि ड्रग एक्ट 2035 आफैमा पनि लामो छ र तपाईहरुलाई बुझाउनु पनि पर्यो नि त है। हल्का लामो चाहिँ हुन सक्छ, तपाईहरुले यसलाई चाहिँ फास्ट फरवर्ड गरेर पनि हेर्न सक्नुहुन्छ। फर्स्ट एमेन्डमेन्ट भयो है। अर्को दोस्रो एमेन्डमेन्ट चाहिँ हाम्रो चाहिँ 2057 8 महिना 14 गते है। 2057 5 है, 57 8 महिना 14 गते। इङ्ग्लिस डेट भन्दाखेरि चाहिँ हाम्रो चाहिँ 2011 महिना 29 गते है। अब तपाईहरुले चाहिँ यो डेट चाहिँ याद गर्नै पर्ने हुन्छ। कसरी याद गर्नुहुन्छ गर्नुस् है। 7 8 7 10 8 14 10 25 11 26 11 29 है, त्यसरी चाहिँ गर्न सक्नुहुन्छ। नेपाली डेट अगाडिको इयर चाहिँ हाम्रो चाहिँ 57 माइनस गरेपछि चाहिँ हाम्रो चाहिँ यही नै आउँछ है। 57 माइनस गरेपछि एडी वाला डेट चाहिँ हाम्रो चाहिँ मजाले आउँछ। ड्रग एक्ट यो भयो है। अब ड्रग एक्टमा हाम्रो के छ भनेपछि चाहिँ प्रिएम्बल भनेर छ है। प्रिएम्बल, अब कति मान्छेलाई चाहिँ प्रिएम्बल भनेको के हो भन्न थाहा नहुन सक्छ। प्रारम्भिक भन्छ है, प्रारम्भिक। अब यो नेपालीमा लेखेको चिज चाहिँ इग्नोर गर्नुस् है, मैले नेपालीमा बुझाउनको लागि मात्र लेखेको हो। प्रिएम्बल है, प्रारम्भिक। प्रारम्भिक भन्नाले चाहिँ हाम्रो ड्रग एक्ट 2035 ले चाहिँ मेन चाहिँ के बारेमा चाहिँ बोल्छ भन्नाले के को बारेमा चाहिँ कुरा गर्छ भनेर चाहिँ भन्छ के है। फर्स्टमा चाहिँ हाम्रो चाहिँ
यसले कुरा गर्ने प्रिएम्बल भन्ने बित्तिकै ड्रग एक्ट 2035 ले चाहिँ के को बारेमा चाहिँ कुरा गर्छ भन्न खोजेको है। भनेपछि पहिला चाहिँ के त प्रिभेन्ट गर्नुपर्छ, हामीले प्रिभेन्ट गर्नुपर्छ। के प्रिभेन्ट गर्ने चाहिँ मिसयुज अर एब्युज अफ ड्रग्स भनेपछि यसले चाहिँ ड्रगको चाहिँ मिसयुज अथवा एब्युज चाहिँ हामीले चाहिँ प्रिभेन्ट गर्नुपर्छ भन्ने बारेमा चाहिँ बोल्दो रहेछ। केले बोल्छ त? ड्रग एक्ट 2035 ले बोल्छ है। त्यस्तै गरेर अर्को के बोल्छ भने चाहिँ प्रिभेन्ट फल्स अर मिसलिडिङ एडभर्टाइजमेन्ट अफ ड्रग्स है। यसले भन्नु चाहिँ अर्को के प्रिएम्बलले प्रारम्भिकले के बारेमा बोल्छ भने चाहिँ हामीले ड्रग्सको फल्स अथवा मिसलिडिङ एडभर्टाइजमेन्ट प्रचारहरू हुन्छ नि त, ड्रग्सले यस्तो गर्छ उस्तो गर्छ भनेर चाहिँ गलत इन्फर्मेसन चाहिँ हामीले चाहिँ प्रचार चाहिँ हामीले चाहिँ नि गर्न दिनुहुन्न भन्ने बारेमा चाहिँ यसले चाहिँ ड्रग एक्ट 2035 ले चाहिँ बोल्छ। अर्को भनेको चाहिँ हामीले कन्ट्रोल गर्नुपर्छ। के कन्ट्रोल गर्नुपर्छ भनेपछि प्रोडक्सन है, प्रोडक्सन कुनै पनि चिजको चाहिँ के अरे ड्रग्सको प्रोडक्सन्स, त्यसपछि त्यसको बिक्री वितरण है, सेल डिस्ट्रिब्युसन, त्यसपछि एक्सपोर्ट के भन्छ यसलाई के अरे आयात निर्यात भन्छ है, इम्पोर्ट एक्सपोर्ट भनेर चाहिँ भन्छ होइन। इम्पोर्ट पनि गर्नु भएन, एक्सपोर्ट पनि भएन होइन, त्यसको चाहिँ हाम्रो स्टोरेज राख्नु पनि भएन र कन्ज्युम्सन भनेको चाहिँ खानु पनि भएन अफ ड्रग्स। कस्तो ड्रग्स चाहिँ खानु भएन त भनेपछि के त नट सेफ फर के त पब्लिक कन्जम्सन्स है, पब्लिक कन्जम्सन्सको लागि चाहिँ सेफ जो छैन। त्यसपछि इफिकेसियस त्यसले काम पनि गर्दैन होइन। एन्ड अफ क्वालिटी स्ट्यान्डर्ड्स भनेको चाहिँ गुणस्तर स्ट्यान्डर्डसँग चाहिँ मापदण्ड पनि पुरा गरेन, त्यो सुरक्षित पनि भएन, त्यसले काम पनि गरेन भन्ने त्यस्तो ड्रग्सहरूको लागि चाहिँ हामीले चाहिँ के गर्नुपर्छ त त्यसको उत्पादन, त्यसको बिक्री वितरण, आयात निर्यात, त्यसको चाहिँ राख्नेदेखि लिएर चाहिँ त्यसको खानेलाई चाहिँ हामीले चाहिँ के गर्नुपर्छ त कन्ट्रोल गर्नुपर्छ भन्ने बारेमा बोल्छ है। प्रिएम्बलले चाहिँ यति तिनवटाको बारेमा चाहिँ बोल्छ। कहिलेकाहीँ हामीले चाहिँ सोध्छ क्या, जस्तै प्रिएम्बल अफ ड्रग एक्ट डजन्ट स्पिक अबाउट भनेर देखाउँछ, हामीले यो तिनवटा पोइन्ट दिन्छ होइन। अनि कमनली सोध्ने भनेको फोमा चाहिँ क्लिनिकल ट्रायल अफ ड्रग भनेर भन्छ भने चाहिँ कुन भने त क्लिनिकल ट्रायल भएन कि यो तिनवटा बाहेक अरू जे पो होस्, यो ड्रग एक्टभित्र चाहिँ अरू जे आए पनि होइन, ड्रग एक्टले त धेरै कुराहरू बोल्छ नि, तर यसको प्रिएम्बलले बोल्ने भनेको चाहिँ यति चिज हो कि प्रिभेन्ट मिसयुज अर एब्युज अफ ड्रग्स, फल्स अर मिसलिडिङ एडभर्टाइजमेन्ट अफ ड्रग्स। अर्को चाहिँ प्रोडक्सन सेल डिस्ट्रिब्युसन इम्पोर्ट एक्सपोर्ट अफ ड्रग, कन्जम्सन अफ ड्रग जो चाहिँ के छ त पब्लिक कन्जम्सनको लागि चाहिँ ठिक छैन, जो चाहिँ के त साधारण जनताहरूको लागि चाहिँ ठिक छैन होइन, सेफ छैन, इफिकेसियस छैन र त्यो चाहिँ गुणस्तरको छैन भने चाहिँ त्यसको लागि चाहिँ कन्ट्रोल गर्नुपर्छ। यति तिनवटा चिज चाहिँ प्रिएम्बल प्रारम्भिकले अफ ड्रग एक्ट 2035 ले चाहिँ बोल्ने गर्छ है। अब हामी यता त्योभन्दा अगाडि चाहिँ लाग्छौँ। अब अर्को कुरा अहिलेसम्म चाहिँ सोधेको छैन, तर पोसिबल क्वेसन चाहिँ के हुने भने ड्रग एक्ट कहिले बनेको हो भन्न सक्छ होइन। ड्रग एक्ट डेट चाहिँ दियो, अब कुन राजाको पालामा चाहिँ बनेको भनेर चाहिँ सोधिन सक्छ कि कहिलेकाहीँ। यो ड्रग एक्ट 2035 भन्दाखेरि चाहिँ हाम्रो राजा चाहिँ के त वीरेन्द्र वीर विक्रम शाहदेव थिए है। अनि त्यतिखेर चाहिँ हाम्रो चाहिँ त्यसको विथ हेल्प अफ के त हेल्प एन्ड के त एडभाइस अफ के त हाम्रो चाहिँ त्यतिखेर त पञ्चायत सिस्टम थियो नि त, नेसनल पञ्चायत के त राष्ट्रिय पञ्चायत सिस्टमको चाहिँ सहयोगले चाहिँ हाम्रो चाहिँ ड्रग एक्ट 2035 चाहिँ बनेको है। यो ड्रग एक्ट 2035 भन्दाखेरि चाहिँ राजा कुन थिए, कुन राजाले गर्दाखेरि चाहिँ ड्रग एक्ट 2035 आयो भनेर चाहिँ सोधिन सक्छ। अहिलेसम्म चाहिँ सोधेको छैन मैले, त्यस्तो क्वेसन चाहिँ मैले देखेको छैन, तर कुनै क्वेसनमा चाहिँ सोधिन सक्छ। यो थोरै चिज हो, यति याद गर्दा सजिलो हुन्छ है। त्यसपछि अब हामीले अगाडि पढ्ने भनेको चाहिँ च्याप्टर भनेर पढ्छौँ। एउटा च्याप्टर के च्याप्टर छन्, कतिवटा च्याप्टर छन्, र अर्को चाहिँ हाम्रो चाहिँ सेक्सन के कतिवटा छन्, र त्यो सेक्सनले बारेमा चाहिँ के बोल्छ भनेर चाहिँ बोल्छ है। अब बारेमा चाहिँ हामीले पढ्नुपर्छ। यसमा हामीले च्याप्टर चाहिँ हाम्रो चाहिँ 7वटा छ भन्ने बुझ्नुपर्छ, सेक्सन चाहिँ हाम्रो चाहिँ 40वटा छ भनेर बुझ्नु पऱ्यो है। च्याप्टर भनेको चाहिँ हाम्रो भाग भने जस्तो भयो अथवा पाठ भने जस्तो भयो होइन। यो चाहिँ हाम्रो चाहिँ मेनली चाहिँ हाम्रो चाहिँ इङ्ग्लिसमा नै सोधिन आउँछ कतिवटा च्याप्टर छ ड्रग एक्ट 2035 मा भनेर सोध्छ है। मैले ड्रग एक्ट 2035 किन भनिरहेको छु भने चाहिँ यसको नाम नै ड्रग एक्ट 2035 हो कि, ड्रग एक्ट मात्र नभएर ड्रग एक्ट 2035 नै भयो। पुरै ड्रग एक्ट 2035 नै यसको सबै नाम हो। अर्को चाहिँ सेक्सन भनेको के त 40वटा छ। यसलाई चाहिँ हामीले चाहिँ के भन्छ भने चाहिँ अनुसूचीहरू पनि भन्छ है, अनुसूचीहरू पनि भन्छ है, अनुसूची पनि भन्छ यसलाई। च्याप्टर चाहिँ 7वटा छ है। अब हामीले के सोध्छ भनेपछि च्याप्टर 1 ले के बोल्छ, च्याप्टर 2 ले के भन्छ, च्याप्टर 3 ले के भन्छ भनेपछि अनि च्याप्टर 1 देखि 1 2 3 मा चाहिँ कुन कुन सेक्सनहरू पर्छ होइन। अनि त्यस्तै गरेर 1 देखि 40 सम्मको सेक्सन, जस्तै सेक्सन 1 ले चाहिँ के भन्छ भनेर सोधिन सक्छ, सेक्सन 2 ले चाहिँ के भन्छ भनेर चाहिँ सोधिन सक्छ है।
अब बुझ्नुभयो च्याप्टर कतिवटा खाने रे 7वटा सेक्सन चाहिँ हाम्रो कतिवटा छ त 40वटा छ है ल यहाँनिर भने मैले च्याप्टरको कुरा गरेँ मैले सुरुमा च्याप्टरमा सुरुमा छ प्रिलिमिनरी भनेको सुरुवात भन्छ प्रिलिमिनरी है अर्को भनेको चाहिँ डिसिसी एन्ड डिएसी भनेर छ यो भनेको चाहिँ के भनेपछि ड्रग कन्सल्टेटिभ काउन्सिल ड्रग एडभाइजरी कमिटी यो बारेमा पछि पनि पढ्नेछौँ यहाँ चाहिँ मैले चाहिँ एउटा चाहिँ झुक्काउने चिज चाहिँ भनिदिन सक्छु है मतलब के कुरामा चाहिँ झुक्काउन सक्छ भने चाहिँ कहिलेकाहीँ हामीलाई डिसिसीलाई डिएसी भनेर पनि सोधिन्छ यो पनि डिएसी छ हैन तर हाम्रो क्वेसनमा के दिएको हुन्छ भने ड्रग एडभाइजरी काउन्सिल भनेर दिन्छ है काउन्सिल भनेको चाहिँ डिसिसी भनेर बुझ्नुपर्छ कमिटी भन्ने बित्तिकै डिएसी भनेर बुझ्नुपर्छ यसले चाहिँ हाम्रो चाहिँ डिडिएलाई चाहिँ के गर्ने भनेपछि एडभाइस दिने हो है डिडिएलाई एडभाइस यसले चाहिँ गभर्नमेन्ट अफ नेपाललाई चाहिँ के दिने हो त एडभाइस दिने है यसको बारेमा चाहिँ हाम्रो डिटेलमा चाहिँ रुल्स नै छ त्यसमा पढाउँदा के बुझ्नु पर्यो भने काउन्सिलले चाहिँ गभर्नमेन्ट अफ नेपाललाई कमिटीले चाहिँ डिडिएलाई चाहिँ हाम्रो चाहिँ के गर्छ त एडभाइस दिन्छ भनेर चाहिँ बुझ्नु पर्यो है यहाँ चाहिँ हाम्रो चाहिँ एकदमै कन्फ्युज हुन्छ लास्ट टाइम चाहिँ हाम्रो चाहिँ कोसीमा एक्जाममा पनि सोधेको थियो ड्रग एडभाइजरी के त काउन्सिलले चाहिँ गभर्नमेन्ट अफ एडभाइसलाई के त गभर्नमेन्ट अफ नेपाललाई चाहिँ एडभाइस दिन्छ त्यो चाहिँ हाम्रो चाहिँ कुन सेक्सनमा छ भनेर चाहिँ सोधिरहेको थियो है सेक्सनको बारेमा पढाउँछु अब जस्तै कुन च्याप्टरमा छ भनेपछि त हामीले चाहिँ च्याप्टर 2 मा छ भन्न सक्यो नि त सेक्सनको बारेमा चाहिँ भन्छु है यो च्याप्टर कति भयो त 2 भयो है च्याप्टर 2 सम भयो त्यसपछि आएको त च्याप्टर 3 मा चाहिँ हाम्रो चाहिँ के को बारेमा चाहिँ कुरा गर्छ भनेपछि यसले चाहिँ त रिसर्च एन्ड के त कन्ट्रोल अफ के त ड्रग्स रिसर्च एन्ड के त कन्ट्रोल अफ द ड्रग्सको बारेमा चाहिँ यसले बुझाइ बोल्छ च्याप्टर 4 ले चाहिँ के गर्छ भनेपछि म्यानुफ्याक्चर सेल डिस्ट्रिब्युसन इम्पोर्ट एन्ड के त एक्सपोर्ट अफ ड्रग्सको बारेमा चाहिँ यसले चाहिँ के गर्छ त बोल्छ है त्यसपछि च्याप्टर 5 आयो च्याप्टर 5 ले चाहिँ क्वालिटी स्ट्यान्डर्ड अफ ड्रग्स कहिलेकाहीँ चाहिँ हामीले चाहिँ च्याप्टर 5 टेल्स अबाउट भनेर चाहिँ दिन्छ अप्सनमा चाहिँ हामीले चाहिँ क्वालिटी स्ट्यान्डर्ड अफ ड्रग्स भनेर दिन्छ हामीले त्यसमा टिक लाउनु पर्यो अब 6 ले चाहिँ के त इन्क्वायरी एन्ड के त इन्स्पेक्सन अफ द इन्क्वायरी एन्ड इन्स्पेक्सन मात्र टाइटल चाहिँ इन्क्वायरी एन्ड इन्स्पेक्सन मात्र छ इन्क्वायरी एन्ड इन्स्पेक्सन अफ ड्रग्स हो हैन टाइटल चाहिँ हाम्रो चाहिँ इन्क्वायरी एन्ड इन्स्पेक्सन छ 7 ले चाहिँ हामीले चाहिँ मिससेलेनियस यसलाई चाहिँ विविध भनेर चाहिँ भन्छ च्याप्टर कतिवटा रहेछ त 7वटा च्याप्टर छ 1 देखि चाहिँ 7वटासम्म चाहिँ हाम्रो चाहिँ के भयो त च्याप्टर भयो अब चाहिँ हामी चाहिँ सेक्सनको कुरा गर्छौँ है सेक्सन अघि पनि भने मैले यसमा टोटल कतिवटा सेक्सन छ त 40वटा सेक्सन छ फर्स्ट सेक्सनले के भन्छ भने चाहिँ सर्ट टाइटल एन्ड के त कमेन्समेन्ट सर्ट टाइटल एन्ड कमेन्समेन्ट भनेको कुनै सर्ट फर्महरू छ नि हो त्यसको बारेमा चाहिँ कुरा गर्ने भनेको चाहिँ सर्ट टाइटल एन्ड कमेन्समेन्टले अनि के त डिफिनेसन भनेर छ है डिफिनेसन भनेर चाहिँ छ जस्तै डिफिनेसनमा चाहिँ के हुन्छ भने चाहिँ ड्रग एक्ट भनेको के हो अथवा डिपार्टमेन्ट भनेको के हो त्यस्तो चाहिँ चिजहरू चाहिँ यसमा चाहिँ हामीले चाहिँ 2 मा चाहिँ डिफिनेसन प्रायः चाहिँ यिनीहरू 1 र 2 मा सोध्दैन र 1 र 2 मा चाहिँ के हुन्छ जहिले पनि भने चाहिँ म्याक्सिमम केसमा चाहिँ फर्स्टमा सर्ट टाइटल एन्ड कमेन्समेन्ट 2 मा चाहिँ डिफिनेसन भनेर हुन्छ है 3 मा डिसिसी 4 मा डिएसी अघि पनि भन्ने मैले यसलाई डिएसी भनेर पनि भन्न सक्छ डिएसी ड्रग एडभाइजरी के त काउन्सिल है ड्रग एडभाइजरी काउन्सिल कुनमा छ काउन्सिल भन्ने कुरा केमा छ भने चाहिँ 3 मा छ भन्ने बुझ्नु पर्यो है यो डिएसी चाहिँ हाम्रो चाहिँ कमिटी हो कमिटी केमा छ भनेर बुझ्नु पर्यो 4 मा है चाहिँ एक्जाममा चाहिँ झुक्काउँछ है लास्ट टाइम कोसीको एक्जाममा अघि मैले भन्दै थिएँ कोसीको एक्जाममा के सोधिन्छ ड्रग एडभाइजरी काउन्सिल हाम्रो डिएसी भनेर पढेर आउँछ नि त म्याक्सिमम केसमा हैन डिएसी भनेको कमिटी ड्रग एडभाइजर तर क्वेसन के दिएको ड्रग एडभाइजरी काउन्सिल एडभाइस टु गभर्नमेन्ट अफ नेपाल इज इन व्हिच सेक्सन भनेर दिएको थियो म्याक्सिमम केसले के लगाए त नि चाहिँ डिएसी भनेर पढिरहन् हैन ड्रग एडभाइजरी के त काउन्सिल लेखेको थियो तर मान्छेले के छ ड्रग एडभाइजरी कमिटी देखेर चाहिँ फोरमा टिक लगायो तर त्यसको एन्सर के थियो त 3 थियो है त्यहाँनिर चाहिँ के हुन्छ भने चाहिँ हाम्रो क्वेसन चाहिँ सजिलो दिइरहेको हुन्छ तर हामीलाई झुक्क्याएर आउँछ कि किनकि कतिको डेप्थमा चाहिँ यसले चाहिँ पढिरहेको छ हैन कतिको यसलाई चाहिँ ज्ञान छ भन्ने कुरामा चाहिँ बुझ्छ काउन्सिल भन्ने बित्तिकै गभर्नमेन्ट अफ नेपाल कमिटी भन्ने बित्तिकै के भयो त यो चाहिँ
हाम्रो चाहिँ डिडिए भनेर चाहिँ बुझ्नु पऱ्यो है। डिडिएलाई चाहिँ एडभाइस गर्छ भनेर चाहिँ बुझ्नु पऱ्यो। यो के भयो त सेक्सन 4 है। अब हामीले चाहिँ सेक्सन 5 मा चाहिँ के हुन्छ भनेपछि डिडिए 6 मा एनएमएल है। यो चाहिँ के बुझ्नुपर्छ, यो चाहिँ सेक्सन जति पनि भने नि यो 1 र 2 चाहिँ हाम्रो च्याप्टर 1 मा पर्यो है। च्याप्टर 1 भित्र सेक्सन कतिवटा रहेछन्, 2टा रहेछन्, 1 and 2। च्याप्टर 2 भित्र कतिवटा सेक्सन रहेछन् त, 2टा, 3 and 4, 3 and 4 नम्बरको सेक्सन। च्याप्टर 3 भित्र कुन छ, 2टा, 5 र 6 नम्बरको चाहिँ सेक्सनहरू पर्दो रहेछ भन्ने बुझ्नु पर्यो है। अब हामीसँग च्याप्टर 4 आयो। च्याप्टर 4 भित्र सेक्सन अब कहाँबाट स्टार्ट हुन्छ त, 7 बाट स्टार्ट हुन्छ। कहिलेकाहीँ हामीलाई सोधिदिएर हुन्छ कि च्याप्टर 4 इन्क्लुड्स हाउ मेनी के त सेक्सन्स फ्रम भनेर चाहिँ 7 देखि कतिसम्म चाहिँ हाम्रो सेक्सन इन्क्लुड छ भनेर चाहिँ सोधिदिएर आउँछ है। यसरी चाहिँ डिटेलमा पढेपछि चाहिँ थाहा हुन्छ। सर्फेसली पढ्यो, एमसिक्युज मात्र हेऱ्यो भने चाहिँ थाहा हुँदैन है। यो चाहिँ डिटेल भिडियो चाहिँ मैले तपाईँहरूको लागि बनाएर लिएर आएको छु है। 7 नम्बर च्याप्टर 4 देखि, च्याप्टर 4 को सेक्सन कहाँदेखि स्टार्ट हुन्छ त, 7 देखि स्टार्ट हुन्छ। 7 ले चाहिँ के भन्छ भनेपछि रिकमेन्डेसन लेटर टु बी अब्टेन के त टु इस्टाब्लिज ड्रग इन्डस्ट्री। अब यहाँ के भनेको छ, रिकमेन्डेसन लेटर चाहियो टु इस्टाब्लिस ड्रग इन्डस्ट्री। कहाँबाट त लिने भनेको चाहिँ डिडिए है। ड्रग एक्टमा डिडिएलाई सर्ट फर्ममा चाहिँ डिपार्टमेन्ट भनेर चाहिँ भने है। डिपार्टमेन्टबाट रिकमेन्डेसन लेटर लिइसकेपछि बल्ल हामीले चाहिँ ड्रग इन्डस्ट्री खोल्न सक्छौँ। अब इन्डस्ट्री खोल्ने भनेर अनुमति कसले दिन्छ भनेपछि गभर्नमेन्ट अफ नेपालले एप्रुभल दिने हो। गभर्नमेन्ट अफ नेपालले के दिने हो त, एप्रुभल दिने हो। तर एप्रुभल लिनुभन्दा अगाडि चाहिँ डिडिएबाट के चाहियो त, रिकमेन्डेसन लेटर चाहियो। रिकमेन्डेसन लेटर भएन भने चाहिँ गभर्नमेन्ट अफ नेपालले चाहिँ हामीलाई चाहिँ ड्रग इन्डस्ट्री खोल्न चाहिँ हामीलाई चाहिँ अनुमति दिँदैन है। 7 नम्बर है। अब चाहिँ 8, यो चाहिँ के त 7 के हो त, यो सेक्सन हो। अब सेक्सन 8 प्रोडक्ट लाइसेन्स टु बी अब्टेन्ड। प्रोडक्ट के त लाइसेन्स टु बी के त अब्टेन। यसले के भन्छ चाहिँ हाम्रो चाहिँ एउटा चाहिँ प्रोडक्टको लाइसेन्स, जस्तै मेरो इन्डस्ट्री छ, म प्यान्टोप्राजोल बनाउन लाग्छु होइन, मैले यतिकै बनाउनु मिलेन कि बनाउन पाएँ, तर त्यो चाहिँ के भयो त मार्केटमा त सेल्सै भएन नि। त्यो बनाएको त मतलबै भएन भनेपछि हामीले कुनै पनि चिजलाई बनाएर चाहिँ मार्केटमा राख्नको लागि चाहिँ के गर्नुपर्छ त, त्यो प्रोडक्ट बनाउनुभन्दा अगाडि नै चाहिँ हामीले स्वीकृत लिनुपर्छ। त्यसलाई नै हामी के भन्छौँ त, प्रोडक्ट लाइसेन्स टु बी के त अब्टेन। कहाँबाट लिने हो त, डिडिएबाट चाहिँ हामीले चाहिँ प्रोडक्ट लाइसेन्स लिनुपर्छ। त्यसपछि 8A भनेर छ है, सब सेक्सन भन्छ है यसलाई चाहिँ होइन। 8A भनेर छ। यसमा चाहिँ के भन्छ भनेपछि चाहिँ रजिस्ट्रेसन अफ ड्रग चाहिँ कुनै पनि सबै ड्रग के गर्नु पर्यो त, मार्केटमा मान्छेले खाइरहेछ, मार्केटमा बटाउनु छ, हाम्रो मार्केटमा सेल्स गर्नु छ भनेपछि त्यो ड्रग चाहिँ हामीले चाहिँ के गर्नु पर्यो त, रजिस्टर गर्नु पर्यो। आइदर तपाईँले इम्पोर्ट गर्नुहुन्छ अथवा तपाईँले चाहिँ के गर्नुपर्छ, म्यानुफ्याक्चर गर्नुहुन्छ। त्यसको चाहिँ सबै के गर्नुपर्छ, हामीले चाहिँ रजिस्टर गरेको हुनु पर्यो। कहाँ रजिस्टर गर्ने त, डिडिएमा गएर चाहिँ रजिस्टर गर्ने। अब 9 नम्बरमा फेरि के भन्छ भने चाहिँ रिकमेन्डेसन लेटर टु बी के त अब्टेन के त है। मैले सर्ट फर्ममा लेखिरहेको छु, बुझ्नु है। रिकमेन्डेसन लेटर टु बी अब्टेन के त टु हो के त टु अथवा फर इम्पोर्ट अथवा के त एक्सपोर्ट, इम्पोर्ट अर के त एक्सपोर्ट अफ के त ड्रग्स है। कुनै पनि ड्रग्स तपाईँले अब चाहिँ म चाहिँ जस्तै अब बाइकहरू इम्पोर्ट एक्सपोर्ट गरे जस्तै होइन, ड्रग तपाईँले इन्डियामा बन्छ, इन्डियाबाट चाहिँ इन्डियामा बनेको ड्रग्स चाहिँ नेपाली मार्केटमा लिएर म बेच्न चाहन्छु, इम्पोर्ट गर्न चाहन्छु भन्नु पऱ्यो भने चाहिँ त्यो इम्पोर्ट गर्नुभन्दा अगाडि चाहिँ हामीले चाहिँ डिडिएबाट चाहिँ के गर्नु पऱ्यो त, रिकमेन्डेसन लेटर लिनु पऱ्यो है। रिकमेन्डेसन लेटर टु बी अब्टेन फर द इम्पोर्ट अर एक्सपोर्ट अफ द ड्रग्स है। 9 नम्बरको भयो। त्यसपछि आएको त 10 नम्बर। 10 नम्बरले चाहिँ के कुरा गर्छ भनेपछि हाम्रो चाहिँ रजिस्ट्रेसन अफ द सप, अथवा के त फार्म्स भन्छ होइन, फर के त सेल एन्ड के त डिस्ट्रिब्युसन अफ के त ड्रग्स भनेपछि कुनै पनि ड्रग्स हामीले चाहिँ बेच्नु पर्यो अथवा चाहिँ त्यसको चाहिँ वितरण गर्नुभन्दा अगाडि चाहिँ हामीले त्यो सम्बन्धित के त पसल चाहिँ दर्ता गर्नुपर्छ भन्नुहुन्छ। 10 नम्बरले सिम्पली के भन्नुहुन्छ चाहिँ पसल दर्ता गर्नुपर्छ। आइदर होलसेलर्स अथवा रिटेलर्स हामीले चाहिँ पसल दर्ता गर्नु पर्यो। 10 नम्बरले चाहिँ त्यो भन्छ है। अब चाहिँ 11 नम्बरले चाहिँ के भन्छ भनेपछि हैन, 10 नम्बरदेखि 10 को सब सेक्सन ए छ है, सब सेक्सन ए पनि छ। यसलाई चाहिँ के भन्छ भनेपछि सेल एन्ड के त डिस्ट्रिब्युसन अफ के त रजिस्टर ड्रग वानले भनेपछि
हामीले चाहिँ कुनै पनि बिक्री वितरण त गर्न पाएन। हामीले बिक्री वितरण गर्नलाई पसल पनि दर्ता गऱ्यौँ, तर पसल दर्ता गरिदियो भन्दैमा हामीले नेपालमा दर्ता नभएको औषधिहरू बेच्नु पायो त? पाएन। नेपालको कन्टेक्समा नेपालको दर्ता नेपालको डिडिएममा दर्ता नभएको औषधि हामीले बिक्री वितरण गर्न पाएन। यसले चाहिँ त्यही भन्छ कि सेल एन्ड डिस्ट्रिब्युसन अफ रजिस्टर्ड ड्रग वानली भनेको सम्बन्धित देशमा सम्बन्धित त्यो ड्रग्स रजिस्टर हुनुपर्छ। हाम्रो चाहिँ दर्ता भएको पसलबाट दर्ता भएको औषधि मात्र बेच्न पाइयो हैन। त्योभन्दा अरू काम गरेपछि त्यो त के भयो त? गैर कानुनी काम भयो, इलिगल काम भयो भन्न खोजेको है। सेल एन्ड डिस्ट्रिब्युसन अफ रजिस्टर्ड ड्रग वानली 10 को हाम्रो सेक्सन 10 को सब सेक्सन 10A ले है 10 को A ले चाहिँ बोल्छ। 11 ले चाहिँ के भन्छ भनेपछि भ्यालिडिटी एन्ड के त रिन्युअल पिरियड भनेर चाहिँ भन्छ है। भ्यालिडिटी एन्ड रिन्युअल पिरियड के को त भनेपछि चाहिँ रिकमेन्डेसन के त लेटर अथवा प्रोडक्ट लाइसेन्स है। हामीले रिकमेन्डेसन लेटर ल्यायौँ अथवा प्रोडक्ट लाइसेन्स ल्यायौँ भनेपछि हामीले त्यो लिएको चाहिँ के को लागि लिएको, त्यसको चाहिँ काम चाहिँ हामीले चाहिँ विदिन भ्यालिड फर के त 2 इयर्स के त 2 वर्षको लागि चाहिँ हामी मात्र भ्यालिड हुन्छ। 2 वर्षपछि फेरि के गर्नु पर्यो त? रिन्यू गर्नु पर्यो है। रिन्यू गर्नु पर्यो विदिन के त 35 डेज आफ्टर के त एक्सपायरी। तपाईँले एउटा रिकमेन्डेसन लेटर ल्याउनु भयो, तपाईँले इन्डस्ट्री बनाउनु भयो हैन। इन्डस्ट्री बनाउनु भयो भने चाहिँ अब त्यसको चाहिँ 2 वर्षपछि त फेरि के भयो त? एक्सपायर भयो भने चाहिँ फेरि रिन्यू गर्नु पर्यो। रिन्यू चाहिँ गर्नै पर्यो 2 वर्षपछि हैन। 35 डेजभित्र चाहिँ गर्नु पर्यो। 35 डेजभित्र चाहिँ गर्नु भएन भने चाहिँ तपाईँले चाहिँ विदिन के त 3 मन्थ्सभित्र गर्नु पर्यो है। 3 मन्थ्सभित्र गर्नु पर्यो। 35 डेजभित्र गर्नु पर्यो भने चाहिँ नो एक्स्ट्रा चार्जेस। 3 मन्थ्सभित्र गर्नु भने चाहिँ प्लस 25% अफ रिन्युअल फी। तपाईँले चाहिँ 35 दिनभित्र डेट चाहिँ आजसम्म थियो डेट, आजको चाहिँ डेट क्रस भयो, त्यसपछि थप 35 दिनभित्र चाहिँ तपाईँले चाहिँ गर्नु पर्यो। 35 दिनभित्र पनि गर्नु भएन भनेपछि 35 दिनपछि अर्को 36 दिन लाग्यो भनेपछि चाहिँ तपाईँले चाहिँ 25% चाहिँ एक्स्ट्रा रिन्युअल फिज, जस्तै अब 2000 लाग्थ्यो भने चाहिँ 2000 को 25% चाहिँ तपाईँले चाहिँ के गर्नु पर्यो त? दिनु पर्यो है। त्यसरी चाहिँ भनिन्छ कि। अर्को भनेको चाहिँ अब तपाईँले 3 महिनाभित्र पनि गर्नु भएन, इफ नट के त रिन्युड विदिन के त 3 मन्थ्स रिएप्लाई गर्ने। रिन्यू सिधै गर्नु पर्थ्यो। अब फेरि के दिनु चाहिँ अब रिएप्लाई गर्नु पर्यो। सम्बन्धित कागजहरू लिएर सम्बन्धित डिडिएमा बुझाउनु पर्यो। डिडीले सबै भेरिफिकेसन गर्छ। तपाईँले अनि बल्ल चाहिँ रिकमेन्डेसन लेटर दिने हो कि प्रोडक्सन के त लाइसेन्स दिने हो कि हैन, प्रोडक्टको लाइसेन्स दिने हो कि भनेर चाहिँ कुरा गर्छ है। बुझ्नुभयो नि त? 11 भ्यालिडिटी एन्ड रिन्युअल पिरियडले चाहिँ के कुरा गर्छ भनेपछि चाहिँ हाम्रो चाहिँ लाइसेन्स अथवा रिकमेन्डेसन लेटरको भ्यालिडिटी 2 वर्षसम्मको लागि हुन्छ हैन। 2 वर्षपछि हामीले चाहिँ रिन्यू गर्नुपर्ने हुन्छ। म्याद गुज्रिएको टाइम क्रस भएको चाहिँ 35 दिनभित्र हामीले गऱ्यो भने चाहिँ कुनै पनि चार्ज लाग्दैन। त्योभन्दा पछि 3 महिनासम्म गर्नुभयो भनेपछि चाहिँ 25% चाहिँ के गर्ने त? एक्स्ट्रा लाग्ने भयो अफ रिन्युअल फी। अब हामीले चाहिँ म्याद गुज्रिएको टाइम एक्सटेन्ड गरेको 3 मन्थभित्र पनि गरेन भनेपछि हामीले फेरि गर्नुपर्छ। सम्बन्धित कागज सबै इनिसियल प्रोसेस जे गरेको थियौँ हामीले रिकमेन्डेसन लेटर लिनको लागि त्यही गर्नु पर्यो गरेर भनेर चाहिँ भन्छ। रिएप्लाई गर्नु पर्यो भनेर चाहिँ भन्छ है। यो चाहिँ हाम्रो चाहिँ च्याप्टर 4 भित्र पर्यो है। च्याप्टर 4 भित्र कति पर्यो त? 7 देखि चाहिँ 11 सेक्सन्सहरू चाहिँ च्याप्टर 4 भित्र चाहिँ पर्यो है। यस भिडियोको लागि यति नै। च्याप्टर 4 सम्म भयो। अब च्याप्टर 5 देखि चाहिँ अरू चाहिँ म चाहिँ नेक्स्ट भिडियोमा चाहिँ बनाउँछु है त।